आज म कुरा गर्न गइरहेको छु अब यस्तो क्षेत्रको जुन क्षेत्रलाई हैन पोर्न सेक्टर पनि भन्न मिल्छ के त्यो एउटा पोर्न सेक्टर भन्दा केही कम छैन। जस्तो कि अब एउटा यो क्लिप हेर्नु महान हैन महान इन्डस्ट्री म्युजिक इन्डस्ट्री अब भन्दा भन्दा अब त्यसको सिनोनिम्स के हुनुहुन्छ भन्दाखेरि पोर्न इन्डस्ट्री। अब यस्ता यस्ता कपुतहरूले यस्ता बगलोलहरूले भिडियो निकालेका छन्, भिडियो बनाएका छन्, स्टेज सो गरेका छन् जसमा हैन अब मान्छेको ध्यान भनेको सबै मान्छेको गोप्य अङ्गतिर मात्र जान्छ। यसमा कुनै मनोरञ्जन रोमान्स हैन फिल्मी डायलग अथवा कुनै किसिमको कल्चरल भेराइटी छैन के। विशुद्ध के छ अश्लीलता, अश्लील बाहेक केही छैन। अझ यो बक्लो हेर न, यो बक्चो केटीको हैन गोप्य गोप्य अङ्गतिर मात्र उसको ध्यान छ। अरे भाइ कुछ त शरम कर, अलिअलि शरम गरे पनि हुन्छ नि यार। शरम गरे ए बक्लो छ्या हेर्न पनि लाज लाग्ने। यो गर्न कति आँट आएको होइन, यो गर्न कति आँट आएको। राम राम कम्तीमा यसो हुन्छ नि अब एकतिर लाए पनि हुन्छ नि यार। यो भाइ ए दुवैतिर ऊ यता पनि उता पनि, यता पनि भ्याकै छ उता पनि भ्याकै छ। उसको ध्यान डान्सिङ स्टेपमा छैन, केवल केटीमा र केटीको गोप्य अङ्गमा मात्र। अरे यार अलिअलि यसो स्टेपहरू देखाए नि हुन्छ नि, अलिक यसो मर्याक जिउसु भाँच्ने होइन, केही छैन। पुरुक उफ्रिया छ, काम नलाग्ने। यति गर्नु भनेको त यो CDE क्याटेगोरीको फिल्म भन्दा पनि आगर भयो। अन्त बी क्याटेगोरी भन्दै होइन, यसलाई चाहिँ अब हामी C भन्दा पनि तल राख्नुपर्छ कि। यो अश्लीलता देखाएर होइन मान्छेको ध्यान आकर्षण। अब हामी मान्छे पनि उस्तै फेरि राम्रो चिजतिर ध्यान जाँदैन, नराम्रो चिज जाँदा छ त्यतै खोजी। अब मान्छेलाई जे गर्नु हुँदैन है, जे हेर्नु हुँदैन, जस्तो चिज गर्नु हुँदैन भने मान्छेलाई त्यतातिर आकर्षण हुँदैन हुन्छ क्या। एकदम मान्छेलाई त्यतातिर आकर्षण हुन्छ। कस्तो भने अब केटाकेटीलाई यो चिज नगर्नु है भन्यो भने त्यही गर्न मन लाग्छ नि, त्यस्तै हो यो। अहिले कलाकारिता आफ्नो एक्टिङ पेसा देखाउनु पऱ्यो क्या, आफ्नो डान्सिङ स्किल देखाउनु पऱ्यो, एक्टिङ स्किल देखाउनु पऱ्यो। यो त स्किल भन्ने केही छैन, किल मात्र छ यहाँ। हेर्नलाई चाहिँ 18+ स्ट्राइक लाउनु पऱ्यो, अथवा यो हेर्नलाई चाहिँ साइटै छुट्याउनु पऱ्यो कि पोर्न साइट भनेर बेग्लै गर्नु पऱ्यो। अब यो सोसियल मिडियातिर अब यो युट्युबतिर फेसबुकतिर चाहिँ यसको औचित्य रहेन होइन। अब बिस्तारै युट्युब फेसबुकले यसलाई ब्लक गर्न पनि थाल्छ, अथवा अब यो आउँदै हेऱ्यो भने फ्यामिलीको अगाडि लाज पनि हुन्छ। यतिसम्मको यो लेभलको यो डान्स स्किल चाहिँ होइन चाहिएन प्रभु, चाहिएन, बन्द गर्नु पऱ्यो यार। चाहिएन प्रभु, चाहिएन, बन्द गर्नु पऱ्यो यार। धन्यवाद।